ल साथीहरू आज चाहिँ हामी यहाँ मोमो च्यालेन्ज गर्न आँटेको बुढाबुढी यहाँ हाम्रो मोमो चाहिँ बिबी सर तपाईँ देखाउनु त ए बिबी सर चाहिँ कसले फर्स्ट खाइसक्छ ल तपाईँ के हार्नेलाई के छ पनिसमेन्ट हारीलाई पानी यहाँ राख्नुपर्छ हारीलाई 2 थप्पड म त डर लाग्छ आस्तेले हान्नु ल म हार्यो भने सक्दो म जित्ने कोसिस गर्छु ल सुरु गरौँ रेडी 1 2 3 स्टार्ट त्यो भएमा त पकाउँदा आएको त 10 जना जति मान्छेलाई बनाएको सबै लगाइसकेर चाहिँ लास्टमा चाहिँ हामी फर्किन्छ आस्ते आस्तेले खानु न च्यालेन्ज भाइ भगवान् मेरोमा 13 मात्रै हालेको थियो हो तपाईँको मैले 20-25 हालेको थिएँ च्यालेन्ज थोडी भयो र पनि म हारेँ कुट्ने हामीलाई त्यहाँ कुटेको जस्तो गर्नु पर्यो कुटेको जस्तो साँच्चै कुट्नु पर्यो अब च्यालेन्ज के भन्छ एक्सन मान्यो एक्सेप्टेड भन्ने हुँदैन म रेडी भयो आस्तेले गर्नु फेरि भनिदिरहेको छु अब त्यो पिरो हातले उता हाल्छु ल आस्तेले बुढी हो माया लाग्छ त्यो सर्ट उयो गरेछ आस्तेले हान्छ जोडले हान्यो कस्तो खालको म त कहिले जित्नु सक्दिनँ आजसम्म अझै कम्पिटिसन गरौँ अझै कति खान सक्नुहुन्छ म सक्दिनँ भोकेर आएछ अन्त भोकेर अघि त्यत्रो एक थाल माथि भुटी लिएर गएको त्यो मोमो 1-2 खाँदै खाँदै गरेको भए चाहिँ फेरि लाग्दैन थियो नि मैले भोकेर आएँ म त भोकै बसेको म झन् खानै सक्दिनँ हुन्छ यति भन्दै बाई म चाहिँ हारेँ के 2-2वटा पनि खाइदिन्छु मोमो एकैतालमा खाइदिनु म त मिठो लागेपछि त मिठोको त तपाईँलाई चाहिँ एक दिन म नि मजाले खाना बनाइदिन्छु हो कति खानु सक्छ एकैचोटि पस्किदिनु सक्छ भात चाहिँ खानु सक्दिनँ होला मासु त खाइदिन्छ होला भात पनि सक्छ तपाईँ मेरो बुढाको चाहिँ डाइट डेन्जर छ हो म चाहिँ सक्दिनँ पचाउनु पनि सक्दिनँ उसले चाहिँ पचाउनु पनि सक्छ खानु पनि सक्छ हो मिठो पनि चाहिँदैन जस्तै बनाएर दिए पनि मिठो भयो भने चाहिँ म मिठो बनाउँछु खाना मिठो बनाउँछ फेरि आयो एक मक्टु हेर्ने यो चाहिँ सेकेन्ड लट हो अब यो सबै सक्छ तातो तातो चाहिँ यहाँ लु कति खाने हो लु अचार ल्याइदेऊ साथी यहाँ हेर्नु एक मक्टु अघि चाहिँ 1.5 मक्टु 2जनालाई गरेको थियौँ होइन हामीले कम्पिटिसनमा तर मैले चाहिँ कम्ती नै हालेको थिएँ होइन र पनि मैले सकिनँ म चाहिँ खै यस्तो साह्रो खान सक्दिनँ तर पनि मोटी हुन्छ हौ मोटाउँछु के हो उसको त एक छेउ पनि खाँदिनँ म अचार चाहिँ यस्तो डेन्जर पिरो छ र अचार पनि तपाईँले त चाटचुट बनाउनु भयो त एकवटा खान्छु खानु तातो तातो चाहिँ मजा आउँछ नि त यस्तै तर कम्पिटिसनमा खायो भने स्वाद चाहिँ पाउँदैन नि के खायो जस्तो हुन्छ नि अब आरामले खायो भने चाहिँ मिठो हुन्छ नि त
तातो तर अहिले गम खाइदियो होला है उसको ठुलो छोरा सेम म जस्तो छ सानो छोरा चाहिँ म जस्तो छ हो खानु सक्दैन बिचराले कति गर्छ र पनि सक्दैन ठुलो भाइ त नि अझै अरू बेला भोकाएको छ नि मभन्दा एक मक्टु पनि खानु सक्छ त्यत्रो सानो नानीले आज भयो त खायो आज पनि थप्यो पछि पनि तर त्यस्तो बेसी चाहिँ खाएन अघि काँचो कुचो खाएको थियो नि लामो हुन्छ भिडियो